हेलो गाइज, बिर्सिनु त भएको छैन नि मलाई। र आज चाहिँ हामी सक्नुहुन्छ कहाँ आएको छौँ, हामी तिनजुरेमा आएको छौँ है। पहिला त छिटो गर्थ्यो नि त अर्दैन थियो। टु मच मान्छे अनि र गाइस, गुराँस चाहिँ पहिलाको जस्तो फुलेको चाहिँ छैन रहेछ। तर नेपालमा गुराँस नफुले पनि सधैँ होइन, हरेक वर्ष गुराँस नफुले पनि जस नेपालीहरूले हरेक वर्ष यस्तो फोहोर गर्नु चाहिँ काहीँ पनि एभ्री ठाउँमा चाहिँ छोड्दैन है। त्यो कुरा चाहिँ हेर्नु, तपाईँलाई फोहोर हेर्नु मन काहीँ पनि मिस हुँदैन होइन। जहिले हरेक भिडियोमा यो भन्नुपर्छ यार। अबदेखि चाहिँ म भन्नु छोडिदिन्छु, यो मेरो लास्ट हुन्छ भिडियोमा भन्नु होइन। त ठिकै छ, खै अब सुने अनुसार लास्ट इयर फुलेको छ भने चाहिँ त्यसको नेक्स्ट इयर चाहिँ फुल्दैन भन्ने सुनेको थिएँ होइन। खै कतिको साँचो हो तपाईँहरू भनिदिनु होला कमेन्टमा। तर अहिलेको दृश्य चाहिँ यस्तो छ, पुरै खाली नै छ। देखाइदेऊ क्यामेराम्यान, फोकस गरौ। आज कति, आज डेट कति हो? 21-20। आज वैशाख 20 भइसक्यो र वैशाख 20मा चाहिँ यस्तो छ है। तपाईँहरू आउँदै हुनुहुन्छ भने लाली गुराँस हेर्ने नैले चाहिँ लाली गुराँस नै हेर्नुहुन्छ भने चाहिँ अब होइन, एक्सपेक्टेसन अलिक लो होइन। तर अब चिसो मौसम, गर्मी भएर चिसो मौसममा आउनुभएको छ भने चाहिँ एब्सोल्युटली। तर फोहोर भएर एकदम अहिले चाहिँ नराम्रै भइसक्यो ठाउँ मलाई नि। अब चाहिँ जोत्केलाई मेरो यो लगभग म तिनजुरे सबभन्दा धेरैचोटि आएको होला सबै ठाउँमा होइन। कति लगभग भइसक्यो मेरो 10-12 ताल आइसकेँ। तर इच टाइम आउँदाखेरि वर्स्ट हुँदै जाँदैछ। ठिक छ, गड ब्लेस, राम्रो होस् होइन। अनि त्यही हो गाइस। अनि अर्को कुरा, यो वर्ष यो नयाँ वर्षमा चाहिँ खोइ यहाँ टक्क नेता सेता आएर त्यहाँ तल आरआर गार्डनमा चाहिँ खोइ यस्तो बनाएको छ है। सांस्कृतिक सम्पदा त्यस्तो बनाउनुको सट्टा चाहिँ बरु त्यो आधी बाटो पुरै यहाँसम्म चाहिँ पिच गरिदियो भने
अथवा अलिकति राम्रो रोड बनाइदियो भने चाहिँ अझै राम्रो होला जस्तो लाग्छ है मलाई चाहिँ पर्सनल्ली। त्यही हो गाइज। ल क्यामेराम्यान अस्मीको साथमा अमोक बिदा हुँदैछ। क्यामेरा वुमन ए सरी क्यामेरा वुमेन। हेलो फोर सन्चै छौ? कति धेरै है पोहोर साल यस्तो थिएन। आजको ओटिटी चाहिँ यस्तो छ नि। जुत्ता चाहिँ फ्रम प्रधान ट्रेडर्स है। लोकेसन चाहिँ धनकुटा 7 बुलाकटोल लक्ष्मी सनराइज ब्याङ्क। आउनु होला। टिकटक पनि छ फलो गर्नु होला। र यो भिडियोबाट हेरेर आउँदै हुन्छ भने चाहिँ तपाईँलाई म एक्स्ट्रा 100 रुपिस डिस्काउन्ट है। अलरेडी डिस्काउन्ट त हुन्छ होइन, तर त्यसमा पनि 100 रुपिस। तर हेरेर आएको भन्नु पऱ्यो है, केही भन्नु पर्दैन। तपाईँले हेर्दै हुन्छ भने ए भिजन ए होइन ए भिजन होइन के भन्नु पर्यो जस भिडियोमा हेरेर आएको टाइप्सको भन्नु न। तपाईँलाई 100 एक्स्ट्रा है त। जुनमा भन्दा नि भयो है। मैले दिएको एडभाइस चाहिँ अलिकति जुनमा भन्दा नि भयो। कस्तो जुनमा? मतलब जुन अब जे होस् भिडियो ए होइन न त्यस्तो हुँदैन। न भिडियो हेर्न त थाहा नै पाउँदैन नि। होइन थाहा पाउँदैन कि जे होस्। अब एउटामा हेरेपछि जहिले भनिराख्नु जहिले हुन्छ त्यसमा नो प्रब्लम। तर आउनु चाहिँ पऱ्यो है त। मनदेखि दिलदेखि दिनुहुन्छ। तपाईँहरूले सजेसन पनि दिन सक्नुहुन्छ। कस्तो कस्तो जुत्ता चप्पल चाहिरहेछ होइन भन्नु सक्नुहुन्छ। हामी ल्याउने प्रयास गर्छौँ है त। Here at Cholong Park. तपाईँहरू पनि यस्तो दामी ठाउँ हुनुहुन्छ भने डोन्ट मिस आउट गाइस। तर वेदरले चाहिँ साथ दिनुपर्छ होइन त गाइज। लेभल हेर्नुहोस् है गाइज त्यहाँ। ओ माई गॉड फुलको खिच्नुलाई फेरि हाम्रा डिप ओके ल गाइज। अब चाहिँ हामी अब तपाईँहरूलाई हल्का सानो टुर दिन्छौँ है त। यो चोमनुङ पार्कमा चाहिँ के छ भनेर टक्क यो चाहिँ खोइ अब मलाई पनि थाहा छैन। समथिङ जस राई लिम्बूहरूको पूजा गर्ने ठाउँ टाइप्सको हो होइन। अनि टक्क त्यसपछि यहाँ घरहरू छ। अब यहाँको वेदर चाहिँ हल्का अनप्रेडिक्टेबल हुनसक्छ होइन। तर हामी हेर्नु त बिहान आउन्जेलसम्म कस्तो पुरै उस्तो लागिरहेको थियो। अहिले चाहिँ लगभग होइन यस्तो दामी छ। तपाईँहरू हेर्नु सक्नुहुन्छ। यता माथितिरको चाहिँ यस्तै टाइपको हुन्छ। त्यही भएर त्यही र यो चाहिँ यहाँभित्र चाहिँ म्युजियम छ। तपाईँहरू हेर्नु पनि सक्नुहुन्छ। त्यही लिम्बूहरूको खोइ के छ। तपाईँहरू टिकट काटेर हिँड्नु सक्नुहुन्छ। मिल्दैन म्युजियम होइन र यहाँसम्म त मिल्छ होला। यो चाहिँ पुरानो बसन्तपुर जस्तो छ हेर्नु सक्नुहुन्छ। यो माथिको चाहिँ 3 डाँडाहरू भित्र चाहिँ खोइ छिर्नु दिँदैन जस्तो कुरा आयो। जातो अस्मी लेट्स गो। अब तपाईँलाई म अरू देखाउँछु है त। यो चाहिँ घोडालाई पानी अरे।
मैले भनेको त्यो त अब होला पनि त उ त्यहाँ वेदर चाहिँ बबाल भइसकेको छ है तर हेर्नु है अब बिहानसम्म यही ठाउँ यो माथिको डाँडा छ नि तिनचुरे डाँडातिरै हो क्या यो अब अघि हामी जाँदाखेरि कस्तो हुस्से लागिरहेको थियो अहिले चेन्ज भइसक्यो त्यही भएर बस्नु नि आउनु होला होइन बस्नु आयो भने टक्क मजाले घुम्नु पनि पाइन्छ सबै वेदर पनि अनुभव गर्नु पाइन्छ र अर्को भनेको सनसेट हेर्नु पनि हेर्नु पाइन्छ र यहाँ चाहिँ खै के छ मलाई थाहा छैन एकजना बाजे चाहिँ हुनुहुन्छ तिम्बु बाजे होला झाँक्री हो कि राजा हो थाहा छैन यस अब सरी है अब थाहा छैन हामीलाई र यहाँ चाहिँ तपाईँहरूले देख्न सक्नुहुन्छ यो चाहिँ भनौँ न अचार बनाउने टाइप छैन अचार बनाउनेहरू उयो के भन्छ सिलौटा ओख्ली एउटै हो नि त जित्नु गाह्रो छ है केहीमा जित्नु सकिँदैन भाइला यो चाहिँ के हो ढिकी होइन होला तपाईँहरूलाई म अर्को चिज देखाउँछु यहाँ चाहिँ ढिकी र जात भइरहेको छ घोडा लुकिङ सिनेमेटिक म यहाँ माथिको पनि देखाइदिइहाल्छु ला यहाँ त छैन रहेछ नि त केही पनि यहाँ चाहिँ पहिला यस्तो यो के भन्छ बुन्ने टाइपको थियो तर यहाँ अहिले चाहिँ भत्काएको रहेछ वाउ कति दामी देखेको लुकिङ गुड कस्तो राम्रो देखिरहेछ यार भिडियो उता हिँड न उता गएर वाउ मोडल प्लिज कसैलाई मोडल चाहिएको छ नि सम्पर्क गर्नु what a view guys what a view what को अरे यस प्रधान ट्रेडर्स त बेस्ट भइहाल्यो नि छैन केही पनि भयो लगाइज अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ घरतिर कति बज्यो 5:31 भइसक्यो लगभग 1-2 घन्टामा पुगिन्छ 1 घन्टापछि हिले जाने अनि सेकुवा खानुपर्छ गाइस आज पनि यहाँ म्याडमजीलाई क्रेभिङ भरे सेकुवा पनि क्रेभिङ पनि हप्तामा 2 ताल हुन्छ गाह्रो छ तर अब यो चाहिँ हाम्रो लगभग के भन्छ अलिक कम यो अन्तिम भ्लग हुनसक्छ है अन्तिम भ्लग मतलब होइन अरू भ्लग चाहिँ अलिक पछि आउन सक्छ ग्याप हुँदै किनभने अब हामीसँग पैसा अलिक कम भएको अवस्था छ कि तर केही छैन गाइस घुम्नु चाहिँ पर्छ होइन जति पैसा भए पनि हामीसँग 500 रुपियाँ मात्रै थियो होइन 500 रुपियाँको पेट्रोल हाल्यो अनि 500 रुपियाँको अब यताउति खाँदैछौँ धेरै छैन जस होइन मतलब भन्नु खोजेको मतलब भन्नु खोजेको जस घुम्नुहोस् जति भए पनि जति छ घुम्नु चाहिँ पर्छ हल्का फुल्का भए पनि हेर्नु त कस्तो बवाल छ जाउँ न हिँड्न ल भाइ ए ल गाइस अब हिलेमा भेटौँ होला अथवा यस्तो बाटोमा जाँदा केही दामी सर्ट आयो भने त्यो हाल्छु होइन नभए हामी सुब्बा सेक्वामा भेटौँ बाई बाई
अर्को चाहिँ आइसक्यो है बेस्ट तपाईँलाई देखाउँछु आएन क्या रिस उठ्छ क्या फाइलमा आयो अब फोनमा आइफोन आयो डाउनलोड आयो दामी पिस ल यहाँ चाहिँ फोटो नसरेर जोक भइरहेछ तपाईँलाई म कति दामी चाहिँ गाइस तपाईँहरू आउनु पर्ने नै हुन्छ भिडियो भएको बेला यहाँ चाहिँ आउनु 90% त नेपालको नम्बर 1 हुन्छ हाम्रो समय ब्लग्सको त नम्बर 1 हो नेपालभरिको तपाईँ पनि आउनु आएका ल अब खान्छौँ हामी एक प्लेटले पुगेन अब अर्को लट नै मगाइयो क्रेभिङ्स पुरा गरिदिनु पर्यो नि यही भन्दै होइन ल यही भन्दै होइन एन्ड गरौँ है यही भन्दै थ्याङ्क यू फर वाचिङ गाइज मन परेमा डु लाइक सब्सक्राइब अनि कमेन्ट पनि गरिदिनु होला है अनि इफ यु वाच टिल द एन्ड यु आर द रियल वान